टिकटक आइडी कसरी अनफ्रिज गर्ने? हाम्रो टिकटक आइडीको एनालाइटिक्स चाहिँ गर्दा यस्तो खालको मात्रै देखिन्छ, प्लस खालको यस्तो सिग्नल एक्टिभ हामीले कहिले पनि हाम्रो टिकटक आइडीमा भेट्दिनौँ। अब हामीले कसरी यस्तो टिकटक आइडी हामीले अनफ्रिज गर्ने त? धेरै साथीले यस्तो भन्नुहुन्छ, कसरी तपाईँको टिकटक आइडी अनफ्रिज गर्ने त? यो जान्नुभन्दा पहिला साथीहरू तपाईँलाई एउटा रिक्वेस्ट, भिडियोलाई एक लाइक दिनु होला, फलो गर्नुभएको छैन मलाई फलो पनि गर्नु होला, तपाईँको केही पनि जाँदैन। यसले गर्दाखेरि साथीहरू यस्तै जानकारी भिडियो फेरि पनि तपाईँले तुरुन्तै पाउनुहुनेछ। तपाईको टिकटक आइडी फ्रिज भयो, तपाईले अब कसरी अनफ्रिज गर्ने त? सबैभन्दा पहिला साथीहरू तपाईले यो बुझ्नुपर्ने हुन्छ, तपाईले टिकटक आइडी बनाइसकेपछि एक दिनमा तपाईले 200 जनालाई फलो गर्न सक्नुहुन्छ, 500 वटा भिडियोलाई लाइक गर्न सक्नुहुन्छ। जस्तै साथी हामी लाइक गर्दाखेरि एकदम भाइरल भिडियोलाई मात्रै लाइक गर्छौं, कपी लिंक गर्छौं, शेयर गर्छौं, तर हामी हाम्रो लेभलको आइडीलाई कहिले पनि सपोर्ट गर्दैनौं। अहिले याद गर्नुस्, तपाईले लाइक गर्दाखेरि भरसक तपाईले सानो आइडीलाई धेरै लाइक गर्ने बानी बसाल्नुहोस्। जस्तै मैले तपाईलाई भाइरल भिडियोलाई लाइक नगर्नुस् पनि भनेको होइन, तपाईले आफ्नो लेभलको जस्तै सानो आइडीलाई पनि तपाईले एकदमै धेरै सपोर्ट गर्नुहोस्, त्यो आइडीले पक्कै पनि तपाईको भिडियोमा सपोर्ट गर्छ। यसरी नै तपाईले आफ्नो टिकटक आइडीलाई अनफ्रिज गर्न सक्नुहुन्छ। यति गर्दा पनि भएन, तपाईको टिकटक आइडी अनफ्रिज भएन छ भने म लाइभमा छु, लाइभमा जोडिनु होला, आइडी अनफ्रिज भनिदिनुस्, म पक्कै पनि तपाईको आइडी अनफ्रिज गर्न सपोर्ट गर्नेछु।